गोदावरी साहित्य परिषदको 7औं वार्षिक साधारण सभा तेस्रो अधिवेशन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। गोदावरी सामुदायिक पुस्तकालय र गोदावरी साहित्य परिषदको संयुक्त आयोजनामा समाजको अनुहार साहित्यको ऐनामा भन्ने नाराका साथ सम्पन्न भएको हो। कार्यक्रममा गोदावरी साहित्य परिषदका पूर्व अध्यक्ष वशिष्ठ अधिकारीले गोदावरी साहित्य परिषदले ललितपुरको साहित्यिक विकासमा टेवा पुर्याएको र गोदावरी साहित्य परिषदलाई प्रतिष्ठानका रूपमा विकास गर्न गोदावरी नगरपालिकासँग समन्वय भइरहेको बताए। उनले आफू कानुनको विद्यार्थी भएको र साहित्यले जस्तो आनन्द अरूले नदिएको समाजको विकास साहित्य मार्फत हुने जानकारी दिए। उनले गोदावरी नगरपालिकाले गोदावरी साहित्य परिषदको विकासका लागि 5 लाखको अक्षय कोषको स्थापना गरेको उल्लेख गरे। कार्यक्रममा स्रष्टा श्रीराम पौडेल, मनोज दाहाल, धर्मेन्द्र चौधरी, श्यामसुन्दर बोहरा, बुद्धराम थिङ, उषा केसी, दिव्य गिरी, मनोज सापकोटा, कृष्ण दाहाल परेली, शर्मिला दाहाल, सुस्मिता अधिकारी, चाँदनी अर्याल, चिरञ्जीवी सिग्देल, शेखर गिरी लगायतका स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए। संस्थाको तेस्रो अधिवेशनबाट अध्यक्ष नवराज सञ्जेल, उपाध्यक्ष जनार्दन पौडेल, सचिव शर्मिला दाहाल, सहसचिव उषा केसी, कोषाध्यक्ष अश्वत्थामा अर्याल, सदस्य रामकुमार श्रेष्ठ, सदस्य सुस्मिता अधिकारी, सदस्य कल्पना महर्जन र नागेश नेउपाने चयन भए। कार्यक्रममा निवर्तमान अध्यक्ष नवराज सञ्जेलले संस्थालाई प्रतिष्ठान बनाइने र प्राज्ञ परिषद गठन हुने, गोदावरी साहित्य परिषदलाई थप उचाइमा पुर्याउँदै आफू सञ्चारकर्मी समेत भएकाले ललितपुरको साहित्य र सञ्चारलाई जोडेर अगाडि बढ्ने समेत प्रतिबद्धता व्यक्त गरे।